यहाँ बाटोमा लिएर राखिदिएर डल्ले भनेको त यत्रो तलतिर म खतरा सिङ परेको रहेछ क्या यो तल्लोको परेको त होइन नठोक्नु अन्त यसले त के गर्ने थियो हाम्रो पनि उमेर अझै 20-22 जस्तो त्यही सम्झिनु त 20-22 हुनु पर्यो नि पाइन हुनु पर्यो पावर हुनु पर्यो खानु पर्यो खुवाउनु पर्यो त्यही खालको खानकी खानु पर्यो यो गाईहरु जस्तो मासु भित्ता पनि हान्दिन्छ त्यो त सिङ झार्नु भित्ता पनि हान्दिन्छ यो गाई थला पारिहालेछ रगत कसैले बनाइदिहाल्छ गोरुले गोरु खोजेको थियो कि त्यहीले हो र किन अब झ्याप्प कुदेर आएर जुटी गए अनि यत्र गर्छन् यहाँ चाहिँ यहाँ फेरि ठिक्कले गुराएर छन् घोचिदियो कि लौरोले कहाँ गोरुले त्यस्तो गर्छ गोरुले त्यस्तो गर्छ अहिले जन्मचुक काहीँ देखाएको छैन यो चाहिँ भिडियो गरेर हालिदिनु के चाहिँ त्यो गाईको गोरुले होला मान्छेले के गर्छ त्यस्तो लौरोमै लगाइदिन्छन् नि नभए रगत आउँछ त्यहाँ तपाईँले बोक्नुहुन्छ लौरो ऊ म त जित्दैन होला म आएर घर त जिति त गयो अनि पुरै सिङको जर्नीमा त यसको पो सक्दैन ठ्याक्कै पर्दछ क्या सिङको जर्नीमा तल्लोको सिङ फराकिलो टाउको छ नि त राम्रो छ गोरु दुधाइमा चाहिँ सिङ नजोड्ने फेरि तर यो जित्दैन हात ठोकिहालेछ नि त एकछिन मात्रै यस्तो होइन जुत्न त निकै जुत्यो नि धेरै बेर पो भयो त अघिदेखि जुधेको यो तल्लो बर्यो भने त ए यसले त यहाँ त संसार खाने थियो खोइ हेरौँ यहाँ के हो के खतरा हेर्न नआउने दुईजना मान्छे के बोक्छ त अहिले हामीलाई छेउ भने धन्दा किन्न सक्दैन होइन हौ यो ऊ तल व्यापार गर्नु दिएकोमा यहाँ पैसा दिन्छ ए मैले थाहा पाएँ यो बुढालाई चाहिँ नसकिने भयो यिनलाई के गर्नु पर्ने भन कान्छ कसलाई यिनलाई अघि ढुङ्गुरी लडाउँ पनि नमिल्ने ढुङ्गुपरी काकाले अघि यस्तो भनेको नि तपाईँ दुई भाइलाई म पनि झर्छु कि झर्छु भन्दै पर्दैन म झरिरहेछु भनेर नि नेफार तल अरे तेरातिर नेफार गर्न खोजेको भाग्न त मुला नजुत्ने भाइ अब भाग्न ठोकेको हो नि त तल गरा यो ठोकेको छ कि सक्दैन ऊ जस्तो कहाँ सक्छ ज्यान होइन ऊभन्दा तर यो पनि सिङ दुखिसकेको छ माखलोको होइन उसको दुखिहाल्छ पछि सर्दैछ हेर्नु न